बालेनले रफ्तारमा एकै दिन घुमे पूर्वका 5 जिल्ला। बालेनको क्रेज काठमाडौँ मात्रै भन्नुहुन्थ्यो, आज बालेनको क्रेज तपाईँको चाहिँ झापामा हेर्नुहोस्। बालेन शाहले त काठमाडौँ महानगरपालिकाको मुहारै फेरिदिनु भएको हो। अब चाहिँ देशै परिवर्तन गर्छु भनेर उहाँ लाग्नुभएको र उहाँ जतिको नेतालाई आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैले सपोर्ट गर्नुपर्छ। बालेन्द्र शाहलाई उहाँहरूले बजाइदिएर अब हामी सक्दैनौँ, हामीले आत्मसमर्पण गरिसक्यौँ, बरु उहाँहरूले बुद्धि पुर्नुहुन्छ भने उहाँहरू अब चाहिँ कि बिरामी भयो भनेर के भयो भनेर चुनाव लड्न नजाँदा हुन्छ। उहाँहरू कम बोल्ने, धेरै काम गर्ने, नराम्रो लक्ष्य लिएर कहिले नहिँड्ने र राम्रो लक्ष्य लिएर मात्रै हिँड्ने खालको चाहिँ नेता मेरो बुझाइमा चाहिँ उहाँ त्यस्तो हुनुहुन्छ। बालेनले एकै दिनमा 5 जिल्लामा कार्यक्रम सम्पन्न गरेका छन्। ताप्लेजुङको पाथिभरा मन्दिरसम्म पुगेर थकान लागेको अवस्थामा पनि बालेनले विश्राम नगरी तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी र शङ्खुबा सभा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गरेका छन्। हर्क साम्बाङमा प्रधानमन्त्री भनिरहेछन्, उहाँलाई प्रधानमन्त्री मानिदिउँ। अब हामी काम गर्न लाउनुहोस्। आजसम्मको कामले धोती खुस्काली हो, बोलेर धोती खुस्काली भए त तपाईँको युवराज सबल बोले छ त, अनि उता ज्योति मगर बोले छ। अनावश्यक कुरा धेरै नबोलिकन आवश्यक कुरा बोलेर बालेन शाहले जित्नु चाहिँ हुन्छ। बोलेर बढी बोल्ने होइन, ठिक्क बोल्ने, आवश्यक बोलेर देशमा परेको मर्कालाई चाहिँ मिलाउनुतिर लाने हो। बाको होइन, बाको शिकार गर्न गएका हुन्। जुन बाले तपाईँको चाहिँ आज तपाईँको चाहिँ देशमा यत्र तपाईँको चाहिँ आज विश्वको एसियाको सबैभन्दा तपाईँको चाहिँ गरिब तपाईँको चाहिँ राष्ट्र बनाउनु भयो। हिजोका भ्रष्टाचारीहरूलाई, हिजोका तपाईँको सामन्तीहरूलाई, हिजोका तपाईँको चाहिँ बलात्कारीहरूलाई होइन, ती तानाशाहीहरूलाई तपाईँको चाहिँ एउटा तपाईँको चाहिँ कानुनी दायरामा ल्याएर तिनलाई घोप्टो पारेर तपाईँको चाहिँ भोलि तपाईँको चाहिँ कानुनी दायरामा ल्याएर तपाईँको चाहिँ घोप्टो नसक्ने तपाईँको बालेन्द्र शाह 84 वर्ष पुगेका 93-90 वर्ष पुगेका वृद्ध आमाहरूलाई पनि सोध्नु न। अब भोटकेमा आमा भन्दाखेरि, भोटकेमा बा भन्दाखेरि घन्टीमा किन भन्दाखेरि हामीले अहिलेसम्म तपाईँको सिटामल पाएनौँ, हाम्रा बच्चाहरू खाडीमा छन्। झापाभरि केपी ओलीको उहाँको गृह जिल्ला भनेर चिनिनु चाहिँ, तर के हो भने देशव्यापी रूपमा त चिनिनु भएको त बालेन शाह हुनुहुन्छ नि त। अहिले यो काठमाडौँ महानगरपालिकाको गत 4 वर्ष अगाडिको व्यथितिलाई उहाँले कस्तो स्थितिमा ल्याइदिनु भयो र अहिले तत्कालै भर्खरै 2-4 दिन उहाँले राजीनामा दिएँ भनेर भन्दै गर्दा अहिलेको व्यथिति पनि थोरै चाहिँ यहाँहरूले घुमेर नि देख्नुभयो होला। लुसिफर भनेर आरोप लगाइदिया भएर हुँदैन नि। लुसिफर हो होइन भन्ने कुरा अर्काले विपक्षीले आरोप लगाइदिने, विपक्षीले नचाहिएको कुरा गरिदिने, नराम्रो चाहिँ नि भ्रामक समाचारहरू छरिदिने, यस्तो क्रियाकलाप त गर्नु भएन नि त। एउटा पार्टीले अर्को पार्टीलाई चाहिँ जित्छ, हावी हुन्छ, अग्रस्थान हासिल गर्छ भन्दैमा बदनामी काम गर्दै हिँड्ने त्यो त पाइएन नि त। विपक्षी साथीहरूले मासु भात खुवाउनु होला, कतिपय विपक्षी साथीहरूले पेट्रोल हाल्नु होला, कतिपय विपक्षी साथीहरूले तपाईँको चाहिँ घरमा लगेर तपाईँको चाहिँ पैसा बिछाइदिनु होला। तर जनताको तपाईँ भोट हाल्ने बेलामा त तपाईँको हात समाउनु त कोही पनि जाँदैनन् नि। हाल्ने त तपाईँको भोट हाल्ने त मनले हो नि त। हिजो पनि त भने मैले अघि तपाईँहरूलाई भनिसकेँ, सोर्डिङ वाग्लेर हरुन तपाईँको राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्रीदेखि लिएर सबै मन्त्रीहरू तपाईँको चाहिँ सोर्डिङ वाग्लेको विरुद्धमा गएका हुन् त। आज तपाईँको चाहिँ सोर्डिङ वाग्लेको जित हेर्नुहोस्। रवि लामिछानेलाई पटक तपाईँको चाहिँ फेरि तपाईँको चाहिँ उहाँको संसद पद तपाईँ चिलिम च्वाट बनाएर फेरि तपाईँको रवि लामिछाने फेरि धुलो टकटकाएर उठ्नुभयो त। झन्नै तपाईँको चाहिँ ती सत्तामा बस्ने ती तपाईँको चाहिँ 2/3 तपाईँको चाहिँ गठेहरूलाई धुलो चटाउनु भयो त। झन्नै जमाना जफन भएको उहाँको। र धेरै बोलेर हिँडेर अर्काले आरोप लगाइदिएर अर्को विपक्षी पार्टीका मान्छेले चाहिँ बदनाम गरिदिएर बदनाम हुने होइन। म त यही मिडिया मार्फत के चाहिँ भन्न चाहन्छु भने कसैले कसैको बदनाम नगरौँ र यो मिडियाको बिचमा आएर नराम्रो चाहिँ त्यो नराम्रो शब्दहरू काहीँ पनि नफैलाउँ। एउटा कुरा के उठिरहेको छ सामाजिक सञ्जालमा भने एमाले प्रधानमन्त्री घोषणा गरिसक्यो भावी प्रधानमन्त्रीको रूपमा, गगन थापालाई काङ्ग्रेसले अगाडि सारिसक्यो, रासोपाले प्रधानमन्त्रीको रूपमा उम्मेदवारको रूपमा हाम्रो बालेन शाहलाई सारिसक्यो। 3 जना प्रधानमन्त्रीको भावी प्रधानमन्त्रीको उम्मेदवार भइसक्नु भएको छ। डिबेट गरौँ, खुल्ला चुनौती टुनी खेलमा बसेर जनताको अगाडि लाइभ गरौँ भन्छन्। त्यतिखेर बालेन शाहको अवस्था के होला? गगन थापा र ओलीको अगाडि टिक्न सक्ला? यस्तो हुन्छ, यो जनताले दिएर जनताले मत दिएर बनाइदिने संविधान छ यो देशमा। र हिजो अस्ति नेताहरूले बोले गरेर हो पहिलेको पुरानो नेताहरूले जित्नुहुन्छ भनेर भ्रामक तरिकाले चाहिँ यो समाचारहरू छरिरहेको हो। तर अब जनता लाटा छैन, जनता बाठा भइसके। जनताले यो देशका नेताहरू
चिनिसकेका छन्, अब अझ धेरै चिन्ने कोसिस पनि गर्दैछन्। देख्नु भएको छ यति जान्ने यति ठुला ठुला नेता भएको ठाउँमा अस्ति भर्खर भदौ 21 त्यत्रो जननी आन्दोलन भएको होइन, देश खरानी भएर जलेको होइन। अनि यहाँ भन्नेले के भन्छ, बालेनले आगो लगाइदियो बालेनले आगो वाइ त कुरा गर्ने सुरक्षा निकाय खोइ उक्साए भनेर बालेनले घरभित्र गएर कोठाभित्र बसेर लगाइदिनु मिल्छ? बालेनले यदि लगाइदिएको हो भने यो देशमा उहाँहरूको नेतृत्वमा बनेको सरकारको चाहिँ सुरक्षा खोइ? सुरक्षा लुज, सुरक्षा चाहिँ कि बेला बेला आगो लगाउने बेला चाहिँ बन्द गरिदिने, अनि त्यो आगो चाहिँ लागिसकेपछि खुल्ला गरिदिने हो र सुरक्षा धेरै देशमा किन बनाएको? देशमा त सुरक्षा त जतिखेर पनि सुरक्षा निकाय भने त अनुशासन हुनुपर्छ क्या। म एउटा पूर्व सैनिक भएको नाताले मैले यो पनि प्रश्न पार्न चाहेँ मिडिया मार्फतै, तर सुरक्षा भनेको देशको प्रमुख अङ्ग हो। सुरक्षा थ्रेड कहिले पनि हुनु हुँदैन, सुरक्षालाई सुरक्षा गर्नुको ढाँचामा राख्नुपर्छ। होइन यो त तपाईँहरूले पनि तपाईँ प्रत्यक्ष रूपमा तपाईँ झापावासीहरूलाई सोध्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। अहिले तपाईँहरू आफै मिडिया हुनुहुन्छ होइन, तपाईँहरूले मिडियाबाट देखिन सक्नुहुन्छ। मान्छेले चाहिँ फेरि रवि बालेन मिडियाबाट जन्म्यो भन्नुहुन्छ, जसले काम गर्छ त्यो तपाईँको मिडियाले तपाईँको चाहिँ क्याच गर्ने हो नि त, काम गरेको क्याच गर्ने हो त। न त मिडियाबाट त तपाईँको चाहिँ हिजो के अरे युवराज सफलहरू पनि छन् होइन, त्यो जुन तपाईँको चाहिँ उता त उसलाई त गलत भनिरहेको त मिडियाले पनि होइन, गलतलाई हजुर। अझै श्रेष्ठ मिडियाबाट जन्मिने मात्र भन्दा पनि उहाँ तपाईँको चाहिँ एउटा व्यवसायी काठमाडौँमा तपाईँको चाहिँ तपाईँको अलि उहाँको जन्म सिन्धुपाल्चोक नै हो। उहाँ चाहिँ तपाईँको चाहिँ काठमाडौँमा आउनु भएर बालेनलाई साथ दिनु भएर बालेन्द्रलाई तपाईँको चाहिँ काठमाडौँको मेयर बनाउन तपाईँको चाहिँ उहाँको पनि ठुलो भूमिका रहेको र पछिल्लो तहमा चाहिँ बालेन्द्रज्यूलाई पनि तपाईँको चाहिँ चुप्लाएर बस्नु हुँदैन। अब तपाईँको चाहिँ रवि लामिछानेले तपाईँको साथ नदिकन तपाईँको चाहिँ अब देशमा परिवर्तन हुँदैन। फेरि भ्रष्टाचारी, फेरि तपाईँको चाहिँ बलात्कारी, फेरि अन्य अत्याचारी सामन्ती निरङ्कुशताहरूले फेरि पनि तपाईँको देश लुट्नेछ, फेरि देशलाई गरिब बनिन्छ। फेरि तपाईँको चाहिँ दैनिक रूपमा चाहिँ तपाईँको हजारौँ युवाहरू चाहिँ एयरपोर्टबाट तपाईँको चाहिँ विदेश पलायन हुनेछ भनेर चाहिँ तपाईँको चाहिँ उहाँले खबरदार गर्नुभएको एउटा तपाईँको चाहिँ एउटा अभियन्ता हुनुहुन्छ उहाँ। हामी राम्रो मान्छेको भक्त हुन्छौँ। हामी तपाईँको चाहिँ हिजोको तपाईँको पासाङ लामु शेर्पाको हामी भक्त हुँदैनौँ, जसले तपाईँको सगरमाथाको शिखर चढ्नु सुरुवातमा चढ्नुभयो। हामी तपाईँको हिजो त्यही बिपीको हामी आज तपाईँको चाहिँ के अरे नाम लिन्छौँ। हिजो तपाईँको देशमा तपाईँको चेन्ज लिन उहाँले सुरुवात गर्नुभयो होइन। हिजो हामी त्यो तपाईँको चाहिँ मदन भण्डारीको पनि चर्चा गर्छौँ होइन, जो तपाईँ इमान्दारी भएर चाहिँ तपाईँको उहाँ बितेर जाँदाखेरि उहाँको घरमा एउटा कात्रो निस्किएन। हामी राम्रो व्यक्तिको चर्चा गर्छौँ, हामी अर्कालाई नराम्रोलाई तपाईँको चाहिँ नराम्रै भन्छौँ, नराम्रोलाई गाली नै गर्छौँ, राम्रोलाई त हामी विपक्ष भयो भने हामी सम्मान गरेर उहाँको तपाईँको चाहिँ विचारलाई उहाँलाई तपाईँको चाहिँ सम्मान गरेर अगाडि बढ्छौँ। बालेन्द्र अब किन राम्रो भन्ने कुरो त अहिले हामी यहाँ राजधानीको बिचमा छौँ, म त तपाईँ सिन्धुपाल्चोकबाट आएको होइन। बालेन्द्र किन राम्रो भन्ने कुरो हिजो नै तपाईँको चाहिँ बालेन्द्रले तपाईँको चाहिँ उहाँको काम काज उहाँको तपाईँको चाहिँ देखाइसक्नु भएको छ होइन। काठमाडौँको तपाईँको चाहिँ महानगरले उहाँको तपाईँ विश्वास जितिसक्नु भएको छ। र काठमाडौँले मात्र होइन, बालेन्द्रले तपाईँको झापामा गए पनि तपाईँको झापामा राम्रो, रवि लामिछाने जहाँ गए त्यहीँ राम्रो, राम्रोलाई राम्रो त तपाईँको त भन्नु पऱ्यो नि।